ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई उनी हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो ख्रिस्तीय अभिवादन। आशा गर्छु तपाईहरू सम्पूर्णजनको क्रिसमस राम्रो भयो, राम्रोसँगले तपाईहरूले मनाउनु भएको छ भन्ने कुरामा म विश्वस्त छु। अब हाम्रो माझमा नयाँ साल आइसकेको छ प्रियहरू। अब हामी नयाँ सालमा प्रवेश गर्दैछौँ। नयाँ साल भन्नाले नयाँ साल, नयाँ ऋतु, नयाँ कानुनहरू फेरिन्छ अनि नयाँ क्यालेन्डर आउँछ, नयाँ पात्रो आउँछ। अब पुरानो कुरा सबै रद्द हुनेछ। अब कसैले होइन म त पुरानै क्यालेन्डर चलाउँछु भन्न यदि कसैले खोज्दैछ भने त्यो एउटा मूर्खता मात्र। जसरी नयाँ सबै कुराहरू आउँछन् भने पुरानो कुरालाई रद्द गरिन्छ। आज तपाईँ र मैले पनि आफ्नो जीवनमा भएको नराम्रो कुराहरू सबै कुरालाई रद्द गर्नुपर्ने हुन्छ, सबै कुरालाई छोड्नुपर्ने हुन्छ, सबै कुरालाई त्याग्नुपर्ने हुन्छ। अब यो कसरी हुन्छ भन्दाखेरि 2 कोरिन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि। यदि हामी प्रभुलाई विश्वास गरेका छौँ अनि पश्चाताप गर्दै प्रभुका चरणमा गएका छौँ भने कुनै कुरा तपाईँ र मेरो निम्ति अप्ठ्यारो हुने छैन। एफिसी 4:22-23 भन्छ हरेक पुरानो कुरालाई चाहिँ त्यागेर नयाँ कुरा, नयाँ स्वभावहरू धारण गर भनेको एफिसीको पुस्तकले तपाईँ र मलाई बताउँछ। जसरी ऋतु बदलिन्छ, साल बदलिन्छ, हरेक कानुन बदलिन्छ, क्यालेन्डर बदलिन्छ, पात्रो बदलिन्छ। आज तपाईँ र म पनि बदलिनुपर्छ प्रियहरू। अब बदलाउने, परिवर्तन ल्याउने चाहिँ यो नयाँ साल भन्नु खोजेको मैले होइन प्रियहरू। नयाँ सालले हामीलाई कहिले पनि परिवर्तन ल्याउँदैन, तर परिवर्तन ल्याउने चाहिँ येशू हुनुहुन्छ। अनि मेरो भन्नुको अर्थ चाहिँ नयाँ सालमा सबै नयाँ भए जस्तै तपाईँ र म नयाँ हुनुपर्छ, तपाईँहरूलाई मैले बताउनु खोजेको। यसकारण यो नयाँ साल हामी प्रत्येकजनाको लागि असल हुनेछ। पुरानो सालमा हामीलाई प्रभुले रक्षा गर्नुभयो, हरेक जोखिम खतराबाट बचाउनु भयो अनि फेरि पनि नयाँ सालको ढोकानिर प्रभुले हामीलाई उभ्याउनु भएको छ। हामी खुसी हुनुपर्छ उहाँको प्रेमको लागि, हामी धन्यवाद भन्नुपर्छ उहाँको असीम दयाको लागि। आज कतिजनाको भाग्यमा थिएन यो नयाँ साल देख्न पाएन। आज तपाईँ र म धेरै भाग्यशील व्यक्ति छौँ। परमेश्वरले डोर्याउँदै नयाँ सालको ढोकानिर तपाईँ र मलाई उभ्याउनु भएको छ। अनि हबकुक 3:17-18 भन्छ हामी चाहिँ रमाउनु पर्छ, हामी चाहिँ आनन्दले गदगद हुनुपर्छ प्रभुमा, किनकि हामीलाई उहाँले त्यो कुरा दिनुभएको छ, यो नयाँ साल जसमा चाहिँ हामी धेरै आशिषित हुनुपर्छ, जसमा चाहिँ हामीले बेसरी प्रभुको सेवा सङ्गति गर्नु, उहाँको नाउँलाई उच्च पार्नु, उहाँको नाउँलाई घोषणा गर्नु, उहाँको नाउँलाई पहिलो स्थान दिनु भन्ने कुरामा प्रभुले अझ हामीलाई आयु थप गरिदिनु भएको छ। यसकारण प्रियहरू हामी रमाऊ, खुसी हौँ अनि प्रभुलाई धन्यवाद दिउँ। हबकुक 3:17-18 वचन हाम्रो जीवनबाट पुरा गरौँ। यो नयाँ साल हामी प्रत्येकजनाको लागि असल हुनेछ प्रियहरू। यशाया 43:19 परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ, हेर म एउटा नयाँ कुरो गर्नेछु, त्यो अब चाँडै पुरा हुनेछ। आमेन। साँच्चै नै प्रियहरू, प्रभुले तपाईँको जीवनमा, प्रभुले मेरो जीवनमा यो नयाँ सालमा नयाँ कुरा गर्न चाहनुहुन्छ। अनि यो कसरी भन्दै गर्नुहुन्छ होला, म योग्यको छुइनँ, कसरी यो आशिषको हकदार म बन्नेछु तपाईँ भन्दै हुनुहुन्छ भने पश्चाताप गर्नुहोस्, प्रभुलाई धन्यवाद भन्नुहोस्, प्रभुमा विश्वास गर्नुहोस्, प्रभुको अनुशासनमा बस्नुहोस्, प्रभुलाई सबै कुरामा पहिलो स्थान दिनुहोस् अनि यशाया 60:22 तपाईँको जीवनमा आमेन हुनेछ। यशाया 60:22 ले यसै भन्छ,
थोरै चाहिँ हजार हुनेछ, एउटा तुच्छ जाति चाहिँ सामर्थी जाति हुनेछ। प्रभुमा असम्भव केही पनि छैन। तुच्छ भन्दा तुच्छ जाति प्रभुले सामर्थी जातिमा परिणत गर्नुहुनेछ। अनि तपाईँको जीवनमा तपाईँमा थोरै आशिष छ भने त्यो आशिष चाहिँ बढेर 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 हजार हजार गुणा हुनेछ। आउनुहोस् प्रियहरू, यो नयाँ साल हाम्रो निम्ति धेरै आशिषको कारण बनेको होस्। प्रभुले आज घोषणा गर्नुभएको छ, तपाईँको जीवनमा, मेरो जीवनमा यो नयाँ साल चाहिँ हाम्रो निम्ति असल बनेको छ भनिकन। यसकारण रमाऊ, खुसी हौँ, प्रभुलाई पहिलो स्थान दिन नछोडौँ, प्रभुको सेवा सङ्गति गर्न नछोडौँ, प्रभुलाई धन्यवाद भन्न नछोडौँ, प्रभुलाई सधैँ सधैँ खुसी राख्न नछोडौँ, प्रभुलाई पहिलो स्थान दिन नछोडौँ। प्रेज द लर्ड। ह्याप्पी न्यु इयर यहाँहरू सबैजनालाई।